अलिकति सम्बोधन गर्नुपर्ने भएको छ, छुटेको छ स्थानीय निर्वाचनलाई अलिकति असर पर्ला होइन। अब यसो गरौँ, तपाईँहरूको जे जति यहाँ समस्याहरू छ नि, अब पहिलो तपाईँहरूले भेट्ने सम्पर्क गर्ने भने सांसद भइहाल्नु भयो होइन। अनि अब सांसद सँगसँगै अब उहाँको जिम्मेवारीहरू धेरै हुन्छ। आफ्नो जिल्ला सभापतिलाई चाहिँ पालिका सभापतिले, वडा सभापतिहरूले आफ्नो आफ्नो ठाउँबाट चाहिँ के योजनाहरू माग गर्न चाहनुहुन्छ त्यो चाहिँ टिपोट गरेर उता बुझाइदिनु भयो भने उहाँहरूसँग हामी सम्पर्क गरेर गर्छौँ। हामीले गर्न चाहिँ अब पहिल्यै वडाको समितिको बैठक राखी एकीकृत गरी पालिका समितिको प्याडमा जिल्ला सभापतिलाई दिई, जिल्ला सभापतिबाट मान्य ज्यूको हातमा पनि पुर्याएकै हो। तर यसपालि आशा गरे अनुसारको अझै बुझ्नु भएन क्या। तर हामीले बुझेको मन्त्रीज्यूको कुरा पनि हामीले सुन्यौँ। सिस्टमेटिक ढङ्गले 9 वर्षसम्ममा सबै वडा बाटोसम्म बनाउँछु भनेर उहाँले जुन त्यहाँ दिनुभएको थियो नि, संसदमा चाहिँ जवाब दिनुभएको थियो, त्यसमा हामी आशावादी छौँ। पहुँचको आधारमा होइन, सिस्टमको आधारमा माग्नै नपर्ने गरी हामी विकास ल्याइदिन्छौँ, बाटोघाटो नपर्ने गरी नै गरेको छ। तर स्थानीय सडकको लागि भनेर करिब करिब यो क्षेत्रको लागि 1 अर्ब जति पैसा छुट्याइदिएको छ स्थानीय सडकको लागि। सडकको नाम कहीँ पनि कोट गरेको छैन क्या, देशैभरि कहीँ पनि कोट गरेको छैन। स्थानीय सडक राष्ट्रिय राजमार्गको मात्रै गरेको छ, पालिका केन्द्रको गरेको छ, राष्ट्रिय राजमार्गको गरेको छ, जिल्ला केन्द्रसम्मको गरेको छ। त्यो बाहेक स्थानीय स्तरको सडक रणनीति सडकको कोट गरेको छैन। एकमुष्ट बजेट राखेको छ। अब पालिकासँग सहकार्य गरेर हाम्रो सङ्घीय सांसद हुनुहुन्छ नि, उहाँसँग सहकार्य गरेर हजुरहरूले हुन्छ। अब त्यो बजेटलाई हाम्रो सांसद नि भर्खर घुमिसक्नु भएको छ, हामी त्यो लिस्ट गरेर हामीले राख्छौँ। अनि अब अहिले यो हिँडेको चाहिँ जस्तो आफैले देख्नु पर्यो नि त, तपाईँले कहाँको सडक भन्नु होला, कहाँ हो थाहा हुन्न, त्यही भएर आफैले यी धुले सडक हेर्दाखेरि हेर्नु पनि यो त माथितिर पहाड देखुन्जेलसम्म छ नि त। फेरि हामी त यो हाइवे मात्रै हिँड्छौँ होइन, धुले सडकहरू त माथि डाँडो डाँडो महाभारत पर्वतसम्म छ। त्यसको लागि बजेट त राम्रो बजेट सिलगढीमा हेर्दाखेरि मदन भण्डारी मार्ग, भूमिको बाटो, बिपी राजमार्गले अब केन्द्रले हेर्ने दृष्टिकोणमा त सुगम देख्ला। तर हामी भित्रभित्र वडातिर जाने हो भने चाहिँ वडा कार्यालयमा 4 वडा कार्यालयमा जाने त पुलै छैन, बाटै छैन यो बर्खामा जान। लिएर आउनु न, माग लिएर आउनु है। हुन्छ। दुई तिनवटा कुरो चाहिँ हाम्रोमा सिँचाइको आवश्यकता छ, हेर्नुहोस् हामीमा पुलको आवश्यकता छ, बाटोको आवश्यकता छ। अब शिक्षा स्वास्थ्यको कुरो हामी उतै गरौँ, अरू मन्त्री चाहिँ गरौँ। हस्, धन्यवाद। धन्यवाद मन्त्रीज्यूहरूलाई। तपाईँले मोबाइल दिनु पर्यो। हाम्रो मन्त्रीज्यूहरू चाहिँ यहाँबाट जानु लाग्नु भएको छ।